sabah 7'de okul başlıyor otelde ve ben seni 8'de almaya geleceğim. टर्कीमा चाहिँ म अहिले मेरो चालकसँग हिँडिरहेको छु होइन होटलतिर होइन यस्तो मजाको फनी मान्छे रहेछ कि है पुरा मैले गुगल ट्रान्सलेसनको सहायताले कुरा गरिरहेको छु कि अनि उसले मलाई मोबाइलमा भन्छ बोल्छ अनि मैले त्यही हिसाबले गर्छु कि सो फार पहिला पनि आएको थिएँ टर्की त होइन तर यसरी एक्सप्लोर गरेको थिएन तर टर्की एकदम राम्रो छ अनि यहाँको ड्राइभर चाहिँ यहाँ नेपालको हुँदा नि खत्तम हुने रहेछन् बाटोमा कोही पनि गाडी रोक्दैछ है अनि गाडी कता कता गइरहेछ उता उता पुरा गरिरहेछ यहाँ त अहिले यसो त हुँदैन नि लन्डनमा रमाइलो छ यस्तै छ नि There you go. This is Turkish flag flying there. And this is the traffic. İstanbul'da 3 tane böyle köprü var. Asya ile Avrupa kıtasını birbirine bağlayan. Bu ikinci köprü. Bir tane sağda var, bir tane de solda var. There are 3 such bridges in Istanbul. This second bridge connects the Asian and European continents. There's one on the right and one on the left. यो इस्तानबुल चाहिँ एसिया र Şimdi senin युरोपको memleketine ब्रिज छ gidiyoruz. यो Yani ब्रिज अगाडिको Asya, ब्रिज şu छ an Avrupa'dayız. अहिले म युरोपमा छु यो ब्रिज क्रस गरिसकेपछि म अब एसियामा जान्छु यो ब्रिज इस्तानबुलको चाहिँ यो युरोप र एसियाको बोर्डर हो अब हामी युरोपबाट चाहिँ एसियातिर प्रस्थान गर्दैछौँ यो इस्तानबुलमा चाहिँ 2टा कन्टिनेन्टहरू चाहिँ जोइन हुने रहेछ जोइन हुनु थाहा थियो मलाई तर एक्ज्याक्ट प्लेस चाहिँ मलाई थाहा थिएन तर दिस इज वे इट इज सो दिस ब्रिज वी आर क्रसिङ ओभर इज एट द मोमेन्ट आइ एम इन युरोप and I'm approaching. If you see the mountain there, that is Asia actually. So let's enjoy. Istanbul मलाई एकदम राम्रो लाग्यो मलाई. It feels like I'm in India or I'm in Nepal. No, I'm not talking about the infrastructure and everything. It's just the people's. My drive is really nice, and we talked about democracy and everything, and you know he's talked about the dictatorship in Turkey and everything. It's really fascinating to listen to him here. And there you go. This is the bridge, and the bridge go. So this is the border between Europe and Asia. So यो चाहिँ अहिले चाहिँ म अझै पनि युरोपमै छु अनि मलाई ड्राइभरले भन्थ्यो अब हामी 13 कन्ट्री जाने यहाँबाट एसियामा भनिरहेको थियो कि मलाई के अनि त्यही हो हुन त यो मान्छेले बनाएको हो कन्टिनेन्ट भन्ने कुराहरू तर चाहिँ अब मार्क्ड अब कन्टिनेन्ट भयो नि त यो चाहिँ अब युरोप भयो एन्ड हामी चाहिँ अब यो रिभर छ यो सी हो मेरो ख्यालमा İstanbul. ओके Bu taraf. Böyle. 2 bridge, 3 bridge, ओके 1 bridge. ओके सो अब हामी यो चाहिँ एसियामा प्रवेश गरौँ हामीले मरहबा अब हामी चाहिँ Sen tünelden gideceksin. एसियामा Hatta प्रवेश arabanın गऱ्यौँ içinde है tünel var. यो टर्की एसियन पार्ट अफ टर्की There is also a train tunnel connecting the 2 sides, Asia and Europe, so if you want to go, you will travel through the tunnel. There is also a tunnel for cars. ओके Asya. आइतबारको दिन पनि यस्तो ट्राफिक छ यो इस्तानबुलमा होइन यो चाहिँ आज अलि सनी डे भएर मान्छेहरू सबै यो छुट्टीको दिनमा चाहिँ समुद्रतिर जाँदैछन् अरे म अब चाहिँ एयरपोर्टबाट हिँडेको लगभग 1.5 घन्टा भयो होइन अझै गाडीमा छु 75 किलोमिटरको दूरीमा चाहिँ होटल छ अनि चाहिँ अझै पनि म गाडीमा छु अनि तर म चाहिँ रमाइलो गरिरहेको छु यहाँ चाहिँ
यो ड्राइभिङ चाहिँ उता अर्को के अरे लेफ्ट ह्यान्ड साइडको ड्राइभिङ हुन्छ अमेरिका जस्तो अनि ट्राफिक चाहिँ भयङ्कर छ यहाँ अहिले 1 2 3 4 5 onlar İstanbul'un küçük adaları ve मेरो orada ड्राइभरले मलाई yaşam var. ट्रान्सलेट गराएको छ They are small islands of Istanbul, and there is life there. यहाँ 3-4वटा चाहिँ यो स्मल आइल्यान्डहरू छ अरे अनि त्यहाँ चाहिँ लाइफ छ भन्छ कि लाइफ भनेको अब के भनेको मान्छेहरू भनेको कि जनावर भनेको कि थाहा भएन तर यो समुद्रको ठ्याक्कै नजिकमा छौँ ट्राफिक चाहिँ हेभी छ अनि इस्तानबुल चाहिँ ट्रुली ब्युटिफुल लाग्यो मलाई सो फार अहिले होटलमा छु है यो 5th फ्लोरमा छ अनि यो ट्रेन स्टेसनको नजिकै रहेछ यहाँ होइन यी टाउन त रहेछ अब टाउनमा जाने प्लानमा छु अनि ठिक छ बिस्तारा छ होइन फ्यामिलीसम्म आएको भएको छैन तर एक्लै आएको भएर अलिकति टाइम पास गर्नुपर्छ अब कोठाको राम्रो छ कोठा नट ब्याड टर्की मुसलमान कन्ट्री भए पनि मुस्लिम जस्तै लाग्दैन होइन मान्छेहरूको बिहेभियरहरू यताउताहरू होइन एकदम मोडर्न छ यहाँको मान्छेहरू युरोपियन नै हुन् होइन अनि जस राम्रो छ एउटा कुराको समस्या चाहिँ यहाँ के छ भन्दाखेरि म अब भेजिटेरियन मान्छे भएको भएर खानेकुराको लागि चाहिँ अलिकति समस्या पर्छ भन्ने मलाई थाहा छ यहाँ होइन तर पनि के न के त भन्ला नि म सकेसम्म मैले डेरी प्रडक्ट पनि खान खोज्दिनँ होइन अनि त्यसले गर्दाखेरि अलिकति हुन्छ तर चाहिँ आज चाहिँ डेरी प्रडक्ट अभोइड गरेर चाहिँ बाँच्न सकिरहेको छैन तर मासु त अब खाइन्न के अरे होइन मेरो होटलबाट देखेको सिन हो यो राम्रो छ यो ट्रेनबाट चाहिँ म आज चाहिँ उता यो सेन्टर त्यो सोफिया मस्कमा एउटा सोफिया मस्क भन्ने ठाउँ छ त्यो हेर्न जाने प्लानमा छु अब एक्लै अब हल्लिँदै जानु पर्ला अहिले ओके होटलमा बसेर चिया पिउँदै भर्खरै पास्ता खाएँ है मिठो छैन टु बी अनेस्ट त्यही पनि मिठो माएर खानु पऱ्यो होइन यो टर्किस टी चाहिँ एकदम मजाको छ अनि यहाँ पुल छ यहाँ है स्विमिङ गर्ने प्लान त छैन त्यही पनि अब टर्कीमा हिँडिरहेको छु होइन एक्लै यहाँ चाहिँ मान्छेहरू चाहिँ गोरे जस्तै छन् क्या पुरै के बानी बेहोरा पनि यताउता त्यस्तो हुन्छ नि एउटा हामीलाई लाग्छ नि मुसलमान देशमा आएर कस्तो कस्तो होला भनेर त्यस्तो केही छैन पुरा युरोप जस्तै छ है हुन पनि यो युरोपियन ठाउँै हो यो अहिले म हिँडेको ठाउँ त एसियामा पर्छ होइन अनि अब म चाहिँ अहिले यहाँको चाहिँ त्यो ब्लू मस्क भन्ने ठाउँ छ होइन यो सोफिया मस्क भन्ने ठाउँ हेर्न जाँदैछु त्यहाँ ट्रेन लिएर अनि त्यसपछि आज सन्डे हो ट्रेन सर्भिस छ रहेछ अनि म चाहिँ ट्रेन लिएर सोफिया मस्क हेरेर त्यो मस्क चाहिँ पहिला खास चर्च थियो होइन पछि चाहिँ यसलाई चाहिँ कन्भर्ट गराएर फेरि त्यसलाई मस्क बनाएको होइन बिचमा चाहिँ म्युजियम भएको थियो अनि त्यसको बारेमा चाहिँ अब एकदम पुरानो चर्च हो त्यो क्याथेड्रल हो त्यही भएर त्यो हेर्ने चाहिँ मेरो एउटा धोको थियो होइन त्यो ठाउँलाई हेर्नलाई अनि त्यतातिर जाँदैछु यहाँ चाहिँ रोडको नियम चाहिँ त्यति फलो गरेर रहन्छन् यो यहाँ पनि ठिक छ तर ठाउँ ठिक छ मलाई ठिक लाग्यो राम्रो ठाउँ लाग्यो ट्रेन स्टेसन हेर्दै हिँडिरहेको छु होइन अनि यो बाटो भेटिन्न नि त अब भाषा अर्कै छ होइन अनि मान्छेलाई रोकेर सोद्धाखेरि कि भेरी हेल्पफुल के एकदम सबैले बुझेर पनि नबुझेकन पनि हेल्प गर्न खोज्ने एकदम हेल्प गर्ने खालको सहायता गर्ने खालको नेचरका रहेछन् कि यहाँका मान्छेहरू म चाहिँ अहिले यो होइन के नाम हो माल्टिपी भन्ने चाहिँ के अरे ट्रेन स्टेसनमा छु होइन त्यो हायत सोफिया भन्ने त्यो पहिलाको चर्च अनि अहिलेको मस्जिदमा चाहिँ हेर्नलाई जाँदैछु होइन अब आज साँझको टाइमलाई चाहिँ मैले सदुपयोग गरिहालौँ भनेर एक्लै दौडिरहेको छु तर मजा आइरहेको छ पहिला पनि म एक्लै हिँड्थेँ पहिला बिहा नहुँदै अनि बिहा भइसकेपछि चाहिँ अलिकति चेन्ज भयो लाइफ अहिले चाहिँ धेरै पछि एक्लै हिँडेछु होइन अनि मलाई पुरानो कुराहरू रिमाइन्ड भइरहेको छ मेरो ट्रेन आयो त्यहाँ ट्रेन आयो अब ट्रेनमा चढेर जाँदैछु
भर्खरै ट्रेन छोडेँ। यो सोफिया मस्क भएको नजिकको एउटा इर्केजे हो कि के हो एउटा ट्रेन स्टेसनमा छु अहिले म चाहिँ अहिले चाहिँ यो ट्रेन स्टेसन चाहिँ कस्तो रहेछ भन्दाखेरि पानीभित्र रहेछ है ट्रेन स्टेसन। अनि मेरो होटल चाहिँ उता एसियामा रहेछ। यो चाहिँ मेरो ख्यालमा है यो चाहिँ युरोपमा छ है। अनि म त्यो सोफिया मस्क हेर्न जाँदैछु होइन, उकालो लागेर जाँदैछु म। यो बाटोमा अरू मान्छे नि हिँडिरहेछन्, म पनि हिँडिरहेको छु। जताततै मस्कहरू छन् यहाँ होइन। तर यहाँ चाहिँ यस्तो लाग्ने कि युरोपमा आशै छ होइन। यहाँका मान्छेहरू पनि मुसलमान भन्ने मात्र जस्तो लाग्यो होइन। एकदम ट्रेनमा पनि मजाले माया गरेको देखेँ केटाले केटीलाई, केटीले केटालाई। एकदम ओपन रहेछ होइन। त्यस्तो डर लाग्ने माहौल हुन्छ कि कुनै कुनै देशहरूमा कि त्यस्तो छैन कि यहाँ के। आफूलाई एउटा गैर मुसलमान मान्छेलाई हिँड्दाखेरि त्यस्तो शङ्काले यसो डराएर हिँड्नुपर्ने स्थिति छैन। मलाई कुनै कुनै ठाउँमा पहिला चाहिँ लागेको थियो होइन, यसरी कतारमा लागेको थियो मलाई। त्योभन्दा धेरै वर्ष अगाडिको कुरा हो। तर यहाँ चाहिँ एकदम युरोपको मान्छेहरू पनि हेर्दाखेरि गोरे जस्तै छन् होइन। यो चाहिँ एकदम युरोपियन छ ठाउँ साँच्चै भन्दाखेरि। फाइनली म चाहिँ त्यो सोफिया मस्कको नजिकै आइपुगेँ। अब यो सबै भिड चाहिँ अब उता पछाडि यो भित्र भित्र जानलाई होला। म चाहिँ खास जाने त्यति इच्छा छैन मलाई, बाहिरबाट हेर्न पाइपुग्यो मलाई। तर यो एकदम हिस्टोरिकल साइट हो। आज म क्विकली आएको, अब हेरौँ पर्सि फुर्सद मिल्यो भने फेरि राम्रो तरिकाले हेर्न आउँछु भन्ने प्लान छ। मैले अब चाहिँ अर्कोतिर क्यामेरा अर्कोतिर गरेर देखाउँछु यो सोफिया मस्क। यो सोफिया मस्क यो पनि मस्क हो। अब यो सबै यो सोफिया मस्कको अराउन्डको सराउन्डिङ छ होइन। मलाई एक्ज्याक्टली कुन चाहिँ के हो थाहा छैन है। एक्लै आएको भएर मलाई कसैले गाइड पनि गरेको छैन। म आफै एक्लै दौडिरहेको छु, हिँडिरहेको छु होइन। अनि तर यो सबै यहाँ चाहिँ भिड लाग्ने चाहिँ यो नै हो म्युजियम होइन, सोफिया म्युजियम। पछि गएर फेरि यसलाई मस्क बनाइदियो होइन। पहिला खास चर्च हो होइन। मान्छेहरूले टिकटको लागि भयङ्कर क्यु रहेछ अनि टिकट काटेर जानुपर्ने रहेछ होइन। तर म अहिले चाहिँ त्यति गर्ने मसँग फुर्सद छैन होइन, थाकेको छु आज म। तर ब्युटिफुल छ नाउ, इट्स रियली ब्युटिफुल। मैले चाहिँ फाइनली पत्ता लगाएँ यो ब्लू मस्क भनेको चाहिँ खास चाहिँ यो रहेछ है। भित्र जाने कुनै योजना छैन मेरो। यो पनि ब्लू मस्क जस्तो छ। यो सबै पार्ट अफ इट हो जस्तो लाग्यो मलाई। पछि गएर गुगल गर्छु यसको बारेमा। अनि सोफिया ब्लू मस्क यतै हो कि यो सबै के हो यही हो। आम सरी, मेरो इन्फर्मेसन अलिकति कम भएको छ यसमा। मस्कभित्र छिरेँ अहिले म। अनि यो मस्क हो कि ब्युटिफुल छ है। तर आर्किटेक्चरहरू यताउता हेर्दाखेरि एकदम जबरजस्त छ। अझै के कामहरू भइरहेको छ है, एकदम राम्रो। कस्तो मैले थाहा पाएँ अब यो चाहिँ के हो चाहिँ यो मैले अब घर गएर डिटर्मिन गर्छु यो के भनेर होइन। ब्लू मस्कको यो चाहिँ सेन्ट सोफिया क्याथेड्रल हो इफ आम नट रङ होइन। यसको बारेमा चाहिँ मैले अध्ययन गर्न अलि जरुरी नै छ। अलिकति बिना अध्ययनको आएछु म होइन। तर इट्स अ ब्युटिफुल प्लेस। मान्छेहरू पनि एकदम मलाई ठिक लाग्यो यहाँ होइन। त्यही युरोप र यो नेपाल इन्डियातिर फरक के भन्दा नेपाल त बरु ठिकै छ है। मान्छेहरूले फोहोर चाहिँ गर्दैनन् कि यहाँ पनि कतै पनि ठाउँमा कि। बानी बेहोरा चाहिँ हाम्रो जस्तै भयो भने फोहोर चाहिँ नगर्ने छन् कि हिँड्नु पनि कि। ए राम्रो छ नि होइन, हेर्दाखेरि कति राम्रो छ।
अब चाहिँ म होटलतिर वापस जाँदैछु किन भन्दाखेरि म धेरै थाकेको छु। बिहानै युकेको 2:30 बजे उठेर 7 बजेको फ्लाइट थियो है, 6 बज्न थालिसकेको छ। अब गएर एकचोटि सुत्नुपर्छ, फेरि बिहान बिहानै गएर मेरो अर्को प्रोग्राम छ। अब चाहिँ म चाहिँ हेडिङ ब्याक टु ट्रेन स्टेसन, देन टु होटल, अनि त्यसपछि सुत्नु पर्ला। यो चाहिँ सोफिया आया सोफिया म्यानहट्टन भन्छ, यही हो। अहिले बल्ल थाहा भयो। यो चाहिँ यो पहिला चाहिँ क्याथेड्रल थियो होइन, अनि पछि गएर चाहिँ यो मस्जिद बनाइदिएको हो यिनीहरूले होइन। अनि कतिपय मान्छेहरूलाई अहिले पनि चर्चै मान्छन्। बिचमा यो म्युजियम थियो, यही हो। र चाहिँ के देख्यो भन्दाखेरि यहाँ के होइन, एकदम मिलिट्री प्रेजेन्स चाहिँ एकदम देखेँ है मैले। अब सिक्युरिटीको कुरा हो कि के हो मलाई थाहा भएन होइन, तर मिलिट्रीहरू चाहिँ एकदम धेरै के, तर रियली के केटीहरू पनि यस्तो पॉट केटीहरू के, फेरि के दामी ब्युटिफुल केटीहरू, केटाहरू पनि ह्यान्डसमहरू है। अनि जस सिक्युरिटी के आर्मीहरूको के फेरि के हेर्दैखेरि लाइक आर्मी होला जस्तो लाग्ने के। अनि धेरै नै देखेँ कि पुलिसहरू यताउताहरू, जुन कुरा चाहिँ त्यति लन्डनमा देखिन्न के। आई डोन्ट नो के कारणले हो यस्तो, आई डोन्ट नो होइन, तर चाहिँ त्यो मैले देखेँ यहाँ, विच इज इन अ वे गुड के फर सिक्युरिटी फर द पिपल, इट्स गुड। यो ट्रेन चाहिँ पानीभित्रबाट हिँड्ने ट्रेन रहेछ होइन, 2-3टा स्टेसनहरू रहेछ। अनि एकदम डिप तलबाट पानीबाट, यसको माथि ट्रेनको माथि, ट्रेन स्टेसनको माथि चाहिँ पानी छ, समुद्र छ होइन। अनि त्यो हुँदै म जाँदैछु। इस्तानबुलको यात्रा एक्लै गरिरहेको छु होइन, मजा आइरहेछ। आज एउटा मेन इस्तानबुलमा हेर्ने चिज त म हेरेर आइसकेँ होइन। भोलि चाहिँ म जान पाउँदैन, त्यही भएर होइन। पर्सि फेरि जान्छु, अनि अलिअलि सपिङ गर्नु पर्ला, अनि बुधबार त म फर्किने हो। सो ओभरअलसम्म रमाइलो लागिरहेछ मलाई। जस खानेकुराको अलिकति समस्या रहेछ भेजिटेरियनलाई, अदरवाइज फाइन। होटल चाहिँ यो हो, होटल इलाइट भनेर। फाइनली आम कमिङ ब्याक, लङ जर्नी, एकदम टायर्ड भएर आउँदैछु। आजको दिन बिहान 2:30 बजी उठेको युकेको। अहिले युकेको हिसाबले अहिले 5:30 भएको छ, यहाँको 7:30 भएको छ। सो दिस इज द होटल। म चाहिँ 5th फ्लोरमा छु। सो होपफुली आज मजाले सुत्छु होला। अनि बिहान 7 बजी चाहिँ ब्रेकफास्ट हुन्छ, 8 बजी यहाँबाट निक्लिनु छ। अनि ट्रेन यहाँबाट जानु रहेछ, तर ट्रेन स्टेसन चाहिँ अलिकति हिँड्न पर्ने रहेछ त्यहाँ पुग्नुलाई। जस्ट मजा आयो, मजाले हिँडेँ एक्लै। अब एक्लै हिँड्दाको नि आफ्नै मजा छ कि। हुन त धेरै भयो म एक्लै हिँड्न छोडेर रहेछु होइन। जहिले पनि यताउता डुल्दाखेरि साथीहरूसँग हिँड्थेँ, त्यो चाहिँ धेरै पछि एक्लै हिँडिरहेको छु। इट्स फाइन। आफूले च्यालेन्जहरू लिएर अनि ठाउँ खोज्दै हिँड्न यताउता गर्दाखेरि मजा आउँछ। त्यसमा फेरि त्यसमा पनि रमाइलो छ कि फेरि के। अनि अर्काको डिपेन्ड भएर हिँड्नु परेन नि। अब वाइफसँग हिँड्दाखेरि चाहिँ अनुको एकदम प्लान हुन्छ, उसको सबै कुराहरू प्लान गरेर हिँड्छ, विच इज अर्गनाइज एन्ड नाइस। तर म चाहिँ प्लानै गर्दिनँ कि, गएर सोध्दै हिँड्छु है, तर नट ब्याड। ल मेरो होटल चाहिँ आएँ। म जुन कारणले टर्की आएको, त्यो टर्कीको चाहिँ आधा काम भयो। म हेयर ट्रान्सप्लान्टलाई आएको थिएँ, मेरो हेयर ट्रान्सप्लान्ट भयो। यहाँको मान्छेहरू साह्रै नै राम्रा सहयोगी मान्छे रहेछन्। अनि यो देशमा आउँदाखेरि चाहिँ युरोपमै आएको फिल हुन्छ, किनभने युरोपमै हो हुन त होइन। मान्छेहरू चाहिँ मुसलमान भइकन पनि यिनीहरूको एकदम सेक्युलर छन् यिनीहरू मान्छेहरू। अनि धर्मलाई त्यति फर्स्ट प्रायोरिटी दिएर हिँड्ने खालको मान्छेहरू ओभरअल छैनन् यहाँ। हुन त अर्दोवान भनेको चाहिँ अब अलिकति रिलिजियस फनाटिक मानिन्छ होइन, तर नर्मल जनताहरू चाहिँ एकदमै सेकुलर, एकदमै हामी नेपालमा जस्तो छ नि मान्छेहरूको माइन्डसेट, त्यस्तै किसिमको माइन्डसेट छ यहाँ। सबैले आफ्नो दे माइन्ड दे ओन बिजनेस होइन। अनि कपडाको बारेमा कुनै नियम छैन, एकदम मोडर्न केटीहरू छन् होइन। कसैले पनि त्यो नराम्रो तरिकाले कसैलाई ट्रिट गरेको, कपडाको लगाएको देखेर त्यस्तो केही छैन। मोरल पुलिसिङ केही छैन देशमा। मलाई चाहिँ भयङ्कर राम्रो लाग्यो। टर्की भनेको देशमा चाहिँ म बस्न सक्छु जस्तो लाग्यो। मेरो हिजो चाहिँ हेयर ट्रान्सप्लान्ट भएको थियो। यो मेरो हेयर ट्रान्सप्लान्ट भएको पछाडि होइन, हेयर ट्रान्सप्लान्ट लगाएको म। मेरो यो शरीफ हुने मेरो ड्राइभर एकदमै राम्रो मान्छे। भाषा हामीले एक दुईजनाको बुझ्दैनौँ, तर गुगल ट्रान्सलेसनले हामीलाई एकदम सजिलो गराएको छ।
अनि एकदम सोसलिस्ट मान्छे रहेछ होइन, यहाँको सरकारलाई एकदम मन नपराउने अनि एकदम सेक्युलर खालको एकदम राम्रो मान्छे रहेछ। उसको छोरछोरीहरू विदेशमा रहेछन् होइन, अनि भर्खरै हजुरबा हुन थाले रहेछ, एकदम खुसी छ। एकदम यति सहयोगी मान्छे कि हाम्रो नेपालमा जुन हुन्छ नि मान्छेहरूको सहयोगीपन के त्यस्तै किसिमको एकदम अतिथि देवो भव भन्ने किसिमको भाव चाहिँ मैले यहाँ पनि देखेँ कि मान्छेहरू कोही पनि मैले अहिलेसम्म कोही पनि नराम्रो मान्छे भेटिनँ। म चाहिँ सबलाई रेकमेन्ड गर्छु टर्की आउनलाई घुम्नको लागि, एकदम राम्रो ठाउँ, मान्छेहरू पनि हामी जस्तै। मरहबा हेर्दाखेरि चाहिँ नेपालको इन्डियाको ठाउँ चाहिँ देखिन्छ नि होइन, जस टर्की सफा ठाउँ छ होइन, नेपाल पनि सफा छ, तर इन्डियामा चाहिँ त्यति सफा हुँदैन कतिपय ठाउँहरू, र टर्की चाहिँ सफा छ। एउटै समस्या मलाई के भयो भन्दाखेरि यहाँ मासु भनेको एकदम यिनको नर्मल लाइफको पार्ट छ होइन, यिनको खानेकुरा चाहिँ मासु र डेरी प्रडक्टहरू एकदम हेभिली इन्फ्लुएन्स रहेछ। म चाहिँ सकेसम्म मैले डेरी प्रडक्ट पनि एभोइड गर्छु होइन, म एकदम भिगन हुने अलमोस्ट भिगनै हो भने पनि हुन्छ होइन। अनि त्यसले गर्दाखेरि मलाई अलिकति खानको लागि चाहिँ अलिकति समस्या जस्तो फिल भयो, तर टन्नै भेजिटेबल्सहरू हुन्छ यहाँ पनि होइन। त्यही भएर अर्कोचोटि आउँदाखेरि वेल प्लान गरेर आएर आउनु पर्ला। फ्यामिलीसँगै आउँछु म, एकदम फ्यान्टास्टिक राम्रो मलाई यहाँको मान्छेहरू यताउताहरू टोटल चिजहरू कसैले घुरेर हेर्दैन यहाँ कसैलाई होइन। अनि एकदम A1 मेरो इम्प्रेसन टर्कीको चाहिँ एकदम राम्रो रह्यो। तुर्कीको चाहिँ मलाई चिया चाहिँ एकदम मन पऱ्यो, चियाको कप एकदम मन पऱ्यो मलाई, तर चिनी हाल्ने रहेछन्, मैले चाहिँ चिनी नहालिकन खान्छु, एकदम मिठो लाग्यो यहाँको चिया। यो इस्तानबुलको गल्लीहरू हेर्नुहोस् होइन, मलाई त दिल्लीमा हिँड्ने जस्तो फिल भयो कि होइन, तर सफा छ त्यति चाहिँ मलाई थाहा छ। दिल्ली चाहिँ अलिकति त्यहाँको मान्छेहरूको सिभिक सेन्सहरू अलिकति कमजोर छ जस्तो लाग्छ, विथ अल रेस्पेक्ट है। यहाँ चाहिँ सफा चाहिँ छ कि फेरि, तर इन्डियन मान्छे मलाई यहाँ बस्न पऱ्यो भने मलाई आफ्नै माहौलमा बसे जस्तो फिल हुन्छ जस्तो मलाई महसुस भयो कि। हाम्रो जुन नेपाल इन्डियाको जुन छ नि होइन, मान्छेहरूको चरित्रहरू पनि त्यसै छ कि। अनि अलिकति मुसलमानहरू भन्दाखेरि अलिकति अब कस्तो लाग्छ नि त हामी हिन्दूहरूलाई, त्यो चाहिँ यहाँ देखिन। एकदम मान्छेहरू एकदम लिबरल मान्छेहरू छन् होइन, मोडर्न छन् यहाँ मान्छेहरू। अनि यो ठाउँमा चाहिँ अब हुन त यहाँ आएर बस्ने कुरा त आएन होइन, तर कुनै कारण यहाँ बस्नु पऱ्यो भने पनि बस्न नसकिने ठाउँ चाहिँ होइन है। वेदर ब्युटिफुल छ होइन, अनि एकदम मलाई त अहिले त काठमाडौँको कतै हिँड्ने जस्तो फिल भइरहेछ। म बसेको होटल हो होइन, इलाइट हो कि के भन्ने होटल हो यो। अनि यो स्विमिङ पुल जिम सबै छ। अब चाहिँ यहाँ चाहिँ मैले अब खानेकुरा खानलाई यसो जुगाड गर्न थालेको। म चाहिँ अहिले सी साइडतिर जाँदैछु होइन। अनि यो चाहिँ मेरो होटल हो। अब टाढा जाने इच्छा छैन, नजिकको सी साइड, यहीँ नजिकै रहेछ सी साइड। अनि यहाँको ट्राफिकहरू हेर्नुहोस् होइन, मलाई कस्तो फिल भएछ भन्दाखेरि, हुन त मैले धेरैचोटि भनिसकेँ, मलाई विदेशमा आएको जस्तै फिल भएको छैन कि यहाँ आउँदाखेरि। अब त्यही अब नेपाल इन्डियामा गए जस्तै फिल भएको छ कि मलाई के। त्यो ड्राइभिङ चाहिँ अब यिनीहरूको चाहिँ अमेरिकन हिसाबले ड्राइभ गर्छन् होइन, यिनको लेफ्ट ह्यान्ड ड्राइभिङ हुन्छ, ड्राइभरको सिट चाहिँ लेफ्टमा हुन्छ। जस्तो इन्डिया नेपाल अस्ट्रेलियामा त एउटै टाइपको हुन्छ नि त, राइट ह्यान्ड ड्राइभिङ हुन्छ नि त, त्यो छ। अनि यही हो यही। ल म चाहिँ सी फ्रन्टतिर आउँदैछु है यहाँबाट। यो मुल्तफे भन्ने ठाउँको सी फ्रन्ट हो, मेरो होटलबाट नजिकै। अनि मलाई यो कपालमा आज ट्रान्सप्लान्ट गरेको भएर अलि त्यो उता अलिक टाढाको सी साइड जान अलिकति मलाई मन लागेन। अनि म यतातिर जाँदैछु अब। ल म चाहिँ सी साइडमा आएँ। अब यो के को पेड हो, यो त हामीलाई बुटोलमा हुन्छ नि एउटा के हुन्छ नि त्यस्तो लाग्यो अरे, छुर्पी हो कि के हुन्छ नि हाम्रो उतातिर। ए सी साइडतिर आएको छु म अहिले।
अब यस्तो भयो अब यहाँ हेर्दाखेरि चाहिँ मुसलमानको देश भन्छन् होइन तर केटाकेटीहरू चटपक्क लाएर अँगालो हालेर बसेर माया प्रीति गरेको देखिन्छ अनि नराम्रो सेन्समा भने होइन कि त्यो गर्दाखेरि अलिकति सोसाइटी चाहिँ अलिकति ओपन छ भन्ने हुन्छ कि अलिकति कम्फर्टेबल फिल हुन्छ कि अनि म पहिला अरू देशमा मुसलमानहरू देशमा जाँदाखेरि को अनुभव चाहिँ अलिकति अलग्गै हुन्छ नि त त्यहाँ स्ट्रिक्टली त्यो हुन्छ नि उताबाट आजानहरूको सुनिराखेको छ होइन तर मान्छेहरू एकदम फ्री छन् कि यहाँ के यिनीहरू चाहिँ 50-50मा छन् कि युरोप र उको जुन छ नि 50-50 छ कि यिनीहरूको नेचर के एकदम ब्लेन्ड छ कि एकदम मजाको लाग्यो मलाई ठाउँ बाटोमा चाहिँ यो चराहरूलाई खान भनेर पानी राख्दैछन् यिनीहरूले होइन ए सिसारी यसो छ तपाईँले पछाडि सुन्दै गर्नुहुन्छ होला यो मुसलमानको आजानको आवाज आइरहेछ होइन अनि ऊ त्यो तपाईँको टर्किस फ्ल्याग भयो यो अनि त्यहाँ फेरीको अब कहाँ जान्छ फेरि थाहा छैन है फेरीको ऊ छ यो चाहिँ मेरो यो ब्ल्याक सी त होइन यो होइन यो मलाई एक्ज्याक्टली म कुनमा छु मलाई थाहा छैन टु बी अनेस्ट किन भन्दा ब्ल्याक सी भनेको तपाईँको उता के अरे रसाबाट आउने रसा युक्रेन बुल्गेरियाकोतिरबाटको बिचकला भने चाहिँ यो टर्कीको पनि बर्डर लाग्छ नि त अब त्यहाँ पनि पानी हाल्दैछ कि सो काइन्ड के काइन्डनेस मान्छेको नेचरमा हुन्छ कि अब हामीले मासु खाने बानी बेहोरा बनायौँ अलग कुरा भयो होइन तर जनरली हामीले अरूको बारेमा राम्रै सोच्छौँ जस्तो लाग्छ कि ह्युमनहरूले अब यहाँ पनि मान्छेहरूले चराको लागि यहाँ कुकुर चाहिँ मैले देखिनँ है कुकुर चाहिँ देखिनँ बिरालोहरू चाहिँ टन्नै कि बिरालोहरू अब कुकुर चाहिँ के भन्दाखेरि इस्लामिकली कुकुरलाई अलिकति हराम मानिन्छ कि कुकुरलाई राम्रो दृष्टिले इस्लाममा छैन कि ठाउँ कुकुरको ठाउँ कुकुर भनेको डेभल हो भन्ने किसिमको एउटा किसिमको भावना अब त्यो किसिमको मेन्टालिटी हुन्छ कि त्यही भएर मुसलमानहरूले धेरै जस्तो कुकुर पाल्दैनन् कुकुर पाल्ने मुसलमानहरू बहुत कम हुन्छन् तर यो ठाउँमा चाहिँ बिरालोहरू चाहिँ यति धेरै कि होइन एकदम धेरै बिरालो यहाँ जिम गर्नलाई ओपन जिम पनि छ अहिले मैले भर्खरै खाना खाएँ अबको भएर गर्दिनँ नभए मैले पनि गर्थेँ केही मान्छेलाई यस्तो ठाउँमा बस्ने इच्छा छ कि इङ्ल्यान्डमा यो छैन कि इङ्ल्यान्डमा आफूलाई चाहिँ त्यही भएर मलाई यो इङ्ल्यान्ड यसो हुन्छ छुट्टी हुँदाखेरि अरू केही नभए पनि साथीभाइ नभए पनि एक्लै भए पनि न घाममा यसो मन पारिलो घाममा हिँड्दाखेरि कति आनन्द आउँछ नि त होइन इङ्ल्यान्डमा चाहिँ एकदमै चिसोले गर्दाखेरि होइन अनि यो किसिमको माहौल चाहिँ स्पेसली तपाईँलाई जानै पर्छ डेडिकेट भएर अब सी साइडमा गयो भने मात्र त्यो पनि गर्मीमा त्यो चिज त्यहाँ डिप्रिभेसन छ कि अस्ट्रेलियामा छैन होइन अब यो ठाउँ मलाई यसो हेर्दाखेरि अस्ट्रेलियाको जस्तै लागेको अस्ट्रेलिया पनि यस्तै छ नि त गर्मी ठ्याक्क लाएर कहिले कहिले न जाडो न गर्मी होइन आउटडोर एक्टिभिटिजको लागि एकदम भयङ्कर राम्रो ठाउँ छ नि अस्ट्रेलिया पनि टर्की पनि मलाई त्यस्तै लाग्यो ऊ त्यहाँबाट केटाले माछा मारिरहेछ त्यहाँ टापुहरू छन् यो चाहिँ मेरो ख्यालमा युरोप र एसियाको बिचको समुद्र हो यो मैले म्याप हेरेरै बताउनु पर्छ जस ब्युटिफुल छ यहाँ मैले पुसअप फान्थेँ अरू साथीसँग आएको भए अब फेरि हेयर ट्रान्सप्लान्ट पनि गरेको अनि त्यसपछि नभए सी फ्रन्टमा आएर पुसअप गर्न मजा आउँथ्यो भिडियोलाई ठाउँ राम्रो त राम्रो हो यो ठाउँ जे भने पनि पैसा पनि कमाइ हुने भए त यो ठाउँ स्वर्ग नै हो क्या मान्छेहरू सबै माइन्ड यो ओन बिजनेस भन्ने खालका छ नि त होइन त्यही भएर म चाहिँ अलिकति म पहिला अलिअलि त्यो मुसलमान देशहरू जाँदाखेरि अलिकति मेरो अनुभवहरूले गर्दाखेरि अलिकति मैले प्रेजुडिजम छ कि नचाहँदै पनि होइन यहाँ आउँदा चाहिँ त्यस्तो फिल भएन मलाई म चाहिँ एकचोटि जमानामा चाहिँ उता के अरे कतार जाँदाखेरि चाहिँ मेरो बोतलको मेरो इङ्ल्यान्ड लान थालेको एउटा बोतल थियो त्यो नेपालको मार्फाको त्यो निकाल्दै थियो अनि लाउरू दाईको चाहिँ टिका पुस्न लगाएको थियो कि त्यहाँ कि होइन
मुसलमान देश भनेर। त्यसले गर्दाखेरि मलाई यो अलिकति मुसलमान देशमा जाने भन्ने बित्तिकै डर लाग्छ कि, त्यो चाहिँ मेरो एकदम त्यो फियर फ्याक्टर चाहिँ थियो कि। तर यहाँ आउँदाखेरि चाहिँ होइन हो, मान्छेहरू त सबै मान्छेहरू नै हुन् नि होइन, मान्छे गलत मान्छेहरू जहाँ पनि हुन्छन्। ओभरअल चाहिँ यहाँ चाहिँ मलाई सबै ठिक लाग्यो। अनि त्यस्तो किसिमको एउटा हुन्छ न्यारो माइन्ड सेट के, तर तेरो धर्म के हो भनेर मलाई कसैले सोधेको छैन कि अहिलेसम्म कि। जुन कुरा कतिपय मुसलमान देशमा डेफिनेटली हुन्छ कि तेरो धर्म के हो भनेर सोध्छन् कि, त हिन्दू हो यताउता हो भनेर सोध्छन् कि, त्यो चाहिँ मैले देखेको छैन कि यहाँ के। मान्छेहरूले कोहीले आफूले बुर्का लाउने पनि लाग्छन्, बुर्का लगाएको त कोही देखेको छैन मैले, हिजाब लगाएको चाहिँ देखेको छु होइन। अनि धेरै चाहिँ एकदम मोडर्न कपडा लगाएर हिँडिरहेछन्। मोडर्न कपडा लाउनु भनेको एज अ नन मुस्लिमलाई चाहिँ अलिकति के आफ्नो जस्तै लाग्छ कि फेरि कि। कपडाले मान्छेको धर्मको चक्कर त हुने होइन, तर कतिपय देशमा चाहिँ अब कपडै लगाउन पर्ने बाध्यता छ नि। अब इरानमा गयो भने, इभन साउदीमा गयो भने केटीहरूले नन मुस्लिम भए पनि त्यहाँ चाहिँ बुर्का लाउनुपर्छ होइन, कपाल ढाक्नुपर्छ। त्यो नियम चाहिँ यहाँ छैन कि। अनि यो रेस्टुरेन्टमा गएको थिएँ, रेस्टुरेन्टमा पनि जाँदाखेरि मैले नर्मली यसो दारूसारू खाने मान्छे त होइन म, तर के रहेछ नि भनेर एउटा मैले बियर खाएँ कि, मैले टर्किस बियर भनेर। बियर पाइयो कि त्यहाँ कि केही मतलबै भएन कि त्यहाँ त्यस्तो हो त के हो त मुसलमान हो कि होइन के कसै सोधेन कि मलाई कि। तर कतिपय अरबहरू जस्तो ठाउँमा चाहिँ अहिले साउदीमा चाहिँ अल्कोहल चाहिँ ओन्ली फर नन मुस्लिम छ कि त्यहाँ होइन, सर्टेन प्लेसहरूमा मुसलमानहरूले खान पाउँदैनन् कि। त्यो किसिमको परिबन्ध छैन कि यहाँ, एकदम युरोपकै किसिमको एउटा फिल छ कि। अनि त्यही भएर म चाहिँ टर्की चाहिँ म पहिला चाहिँ ट्रान्जिटमा धेरैचोटि आए पनि म तल चाहिँ आएर यसरी एक्सप्लोर गरेको थिएन, अहिले चाहिँ एक्सप्लोर गरेँ। अब अर्कोचोटि फेरि आउँछु म। यहाँ चाहिँ बिरालोहरू चाहिँ टन्नै देखिँदै थिएन। पानी पनि चरालाई त होला, बिरालोलाई पनि छेउमा खाना राखिदिनु रहेछन् कि। बिरालोप्रति त्यति धेरै माया स्नेह रहेछ, जताततै बिरालो के। अहिले पनि घरपाला बिरालो जस्तो लागेन मलाई होइन। किन भन्दाखेरि घरपाला बिरालो यसरी खै मेरो अब बिरालो पानी खाना खान जाँदैछ, पानी खाना खायो उसले बिरालोले होइन, ऊ त्यहाँ ऊ होइन त्यस्तो के। यो चाहिँ सी साइड हो। रेस्टुरेन्ट छ। अब खै भर्खरै खाना खाएर पेट भरेर आएको छु। अब अहिले जस्तो त्यसै खाना नि भएन तर रेस्टुरेन्टमा बसेर खानलाई। तर अब सी फ्रन्टमा भएको रेस्टुरेन्टबाट माछाहरू नै होला बढी होइन। अलिकति समस्या चाहिँ भेजिटेरियन मान्छेलाई अनि भिगन मान्छेहरूलाई चाहिँ अलिकति समस्या हुन्छ कि। इङ्ल्यान्डमा त त्यस्तो हुँदैन, अनि अब इन्डियामा त कुरै भएन, इन्डियामा त हुँदैन। तर यहाँ चाहिँ अलिकति अचम्म पर्ने कि, म भिगन हो भन्दाखेरि अचम्म पर्ने। हुन त म कम्प्लिट भिगन त होइन म, तर चाहिँ यिनीहरू अचम्म पर्ने के हो भिगन भनेको भन्छन् कि। अनि त्यो टर्किसमा लेखेर पठाएपछि भन्छन् होइन। अनि एक पनि खान्नस्, चिज पनि खान्नस् भन्छन् कि फेरि त्यस्तो कि, राम्रो वेमा। अनि मैले भन्छु हो मैले चाहिँ जनावरहरूलाई माया गर्छु, मैले त्यही भएर जनावरहरू खान्न, मैले जनावरको प्रडक्टहरू खान्न मैले, किनभने जनावरलाई माया गर्छु मैले भन्छ। गुड भन्ने के। त्यो नराम्रो हिसाबले कसैले पनि त्यसलाई चाहिँ लिएको सोद्धाखेरि कि कसैले भनेन कि त्यहाँ कसै पौडी खेलिरहेको छ बच्चा त्यहाँ एउटा होइन। त्यहाँको चाहिँ यो यस्तो खालको ढुङ्गा भएको छ यहाँ, यो समुद्र चाहिँ पानी पनि ठिकै होला जस्तो लाग्यो यहाँ पनि होइन। त्यस्तो छालाउने पानी देखिएन कि यहाँ के। बुटहरू कस्तो राम्रो देखेछ है, अगाडि घरहरू छ कस्तो राम्रो। धेरै जस्तो मान्छेहरू यस्तै फ्ल्याटमा नै बस्ने रहेछन् यता। सहर भयो, मान्छेहरूको पपुलेसन बढी भएपछि अब सिङ्गल इन्डिभिजुअल घरमा बस्नु त अब सम्भव हुन्न होला नि त। यहाँ पनि यो बाटो हो, तर जहाँ गए पनि वास्तवमा एउटै हो। अब अमेरिका गए पनि यही देखिन्छ होइन। एउटा सानो अब हामी एउटा ग्लोबमा त बस्छौँ होइन, अर्थमा, पृथ्वीमा। अब त्यहाँ खासै फरक त के हुन्छ र, हामीलाई ऊ हो अस्ट्रेलियाको टाढा छ, अमेरिकाको टाढा छ भन्ने, तर अर्थको एक्जिस्टेन्स भन्ने भने त अर्थ यति सानो छ नि, डटै हो नि त होइन र। अनि जताततै पनि एउटै छ, त्यहीँ हावापानी हो, त्यही मान्छेहरू छन्, त्यही भाषा सासाहरू मान्छेहरूको फरक हुन्छ, त्यही हो। तर पनि अब
अहिलेको जमानामा चाहिँ अब यो टेक्नोलोजीले गर्दाखेरि भाषाको पनि त्यति समस्या नहुने कि गुगलमा हालेपछि गुगलले ट्रान्सलेट गरिदिइहाल्छ। अनि पहिला पहिला मान्छे कति च्यालेन्जिङ तरिकाले मान्छेहरू ट्राभल गर्थे होइन, त्यसलाई कुनै यस्तो उपकरणहरू थिएन जसले चाहिँ तिनीहरूको भाषाको समस्यालाई समाधान गरेको छैन। अनि भाषा सिकेर एउटा किताब लिएर त नेपालमा पनि तपाईँको किताबहरूको भाषाको किताबहरू लिएर हिँड्थ्यो नि त होइन। अनि त्यसपछि भाषा सिक्थे, मान्छेसँग कम्युनिकेट गर्न कति प्लान गर्नु पर्थ्यो। अहिले त केही पनि मतलबै भएन कि। अनि नेपालीमा बोलेर टर्किसमा ट्रान्सलेट गर्छु भन्ने पाइयो, इङ्ग्लिसमा बोलेर टर्किसमा ट्रान्सलेट गर्छु भन्ने पाइयो। क्या मजा के। एकजनासँग हिँड्दाखेरि एउटा नमजा चाहिँ के हुन्छ रहेछ भन्दाखेरि फोटो खिच्न भन्नलाई नै अब आफै सेल्फी मात्र लिनु पर्ने कि। सेल्फी भनेको खासै त्यस्तो नर्मल क्यामेरा जस्तो सेल्फीमा राम्रो हुँदैन कि, फ्लिप हुन्छ अनुहार होइन। त्यो चाहिँ अलिकति च्यालेन्जिङ नै हुन्छ। अब तर ठिक छ, केही छैन। मेकिङ द मोस्ट अफ इट होइन। मसँग त गिम्बल त छ है, तर गिम्बल धेरै चलाउनु मैले, त्यही भएर गिम्बल चलाउनु खोज्दाखेरि सिक्न पर्ने, फेरि दुनियाँदारी लफडा हुने कि त्यसो छ कि। साइकललाई चलाउनलाई अलग्गै लेन छ यो होइन, यो साइकलको लेन भएकोले मान्छेलाई हिँड्न यो भयो। यस एकदम अर्गनाइज्ड। काश हाम्रो देश कहिले यस्तो हुने होला। सुन्दर त अति छ होइन, तर व्यवस्था चलाउनेहरूले चाहिँ खल्टीमा पैसा राख्न खोजेर देशलाई चाहिँ यहाँ कति माथिको लेभलको हुनसक्थ्यो। हामीसँग पनि यस्तो तालहरू त छ नि, फेवा ताल छ होइन। तर चाहिँ अब लेट्स होप अब नयाँ भएको सरकारले अब के गर्ला कि, धेरै होप छ मान्छेहरूबाट। अनि नेपालीहरूमा पनि विदेशी गएर विदेशी पलायन भएर यसो 2-4वटा कन्ट्री घुम्न पाउने होइन कि नेपालमै कमाएर घुम्न सक्ने स्थिति बन्यो भने कति राम्रो हुन्छ विदेश घुम्नलाई होइन। फर्केर आफ्नै घरमा जाने, तर चाहिँ घुम्न आउने, युके पनि घुम्न आउने, टर्की पनि घुम्न जाने, अस्ट्रेलिया पनि घुम्न जाने, तर बस्ने आफ्नै देशमा के। त्यस्तो माहौल भयो भने कति राम्रो हुन्थ्यो होला। अब हाम्रो पालोमा चाहिँ खै के हुन्छ थाहा भएन होइन। अहिले त हामी अब भनौँ न विदेश छौँ, त्यही भएर अलिकति एफोर्ड गर्न सक्ने स्थितिमा भएर नआएको। नेपालमा सबैजनाले त काठमाडौँ जान सक्ने औकात पनि छैन नि त कतिको त होइन र। त्यो चाहिँ हुनु हुँदैन जस्तो लाग्छ कि। त नहुनु हो, सबैलाई घुम्नु मन लाग्छ होइन, सबैलाई घुम्न पाउनुपर्छ कि। काम गरेपछि मिहिनेत गरेपछि त्यसले चाहिँ केही न केही चिजहरू रिटर्न हुनुपर्छ क्या, ताकि उनीहरूले आफूले चाहेको कुरा पनि गर्न पाउन् कि, जुन चाहिँ अहिले नेपालमा छैन। त्यही भएर मान्छे विदेश पलायन भइरहेछन्। सबैले बच्चा विदेश जानुलाई कति ठुलो कुरा मान्छन्, तर राम्रो कुरा होइन नि। खास बच्चाहरू विदेश जानु भनेको त एकदम पलायनै भएको हो नि त, कहिले नफर्किने गरेर होइन। म आफैमा पनि अब हामी सबै बाहिर छौँ होइन, घरहरू जग्गाहरू सबै एउटा अनाथ भएर बसिरहेछ होइन। अर्कालाई लुक आफ्टर गर भन्नु परेर अर्काको आश्रम बस्नु परिरहेछ। भोलि बिहान बुढा भएका बाबुआमाहरूलाई त्यहाँ छेउमा पानी खुवाउने पनि कोही मान्छे हुँदैन कि। त्यो हुनभन्दा चाहिँ नेपाल यति समृद्ध बनिदियोस् कि नेपालका मान्छेहरू बाहिर घुम्न जान पाउन् कि, अनि फर्केर आफ्नो बाबुआमालाई हेर्नलाई आफै जान पाउन् कि, जान पाउन्, त्यस्तो स्थिति होस्। यहाँ पुलिसले चाहिँ एउटा मोटरसाइकलवालालाई रोक्यो होइन, किन रोक्यो थाहा भएन, मैले त्यो क्यामेरा लिँदैन। मैले भर्खरै थाहा भयो चाहिँ यो थुम्को छ नि होइन, यो 3टा डाँडाहरू, यसको उतापट्टि चाहिँ युरोप छ, ऊ त्यो डाँडा देखिन्छ नि होइन। अनि यो चाहिँ एसियामा हो भनेपछि म चाहिँ एसिया र युरोपको बोर्डरमा रहेछु अहिले। मैले यहाँ कसैलाई सोधेँ अनि उसले चाहिँ भन्यो यो त्योबाट त्यताबाट चाहिँ युरोप हो, त्यो चाहिँ युरोपको यो बोर्डर हो भन्यो कि त्यो। त्यसपछि भनेपछि इस्तानबुल चाहिँ 2टा कन्टिनेन्टमा छुट्टिन्छ होइन। अनि यो कन्टिनेन्ट चाहिँ अब एउटै सहरमा चाहिँ एसिया पनि छ, एउटै सहरमा चाहिँ के अरे ऊ पनि छ, के भन्छ युरोप पनि छ। मेरो चाहिँ यो 3rd डेको इस्तानबुलको यात्रा। अब भोलि 4th डेमा मेरो फ्लाइट छ। बिहान हस्पिटलमा अपोइन्टमेन्ट छ, मेरो ट्रिटमेन्ट छ एउटा स्टेम सेलको। त्यसपछि के अरे त्यसपछि चाहिँ म चाहिँ भोलि फेरि ब्याक टु युके। अनि तर इस्तानबुल चाहिँ म अथवा टर्की चाहिँ म फेरि आउँछु भन्ने एकदमै फिल गर्छु। त्यो टर्कीको झन्डा भयो त्यो। टर्कीलाई बाइ द वे तुर्की भन्छ। भर्खरै पुरानो ट्रेडिसनल नेममा चेन्ज गरेँ, तुर्की हो यसको अहिले चाहिँ।
म बस्ने होटल चाहिँ यो हो, यो एलिट होटल भन्ने छ यहाँ। यसको 5th फ्लोरमा छु म। ठुलो होटल छ। अनि यो हेर्ने भने काठमाडौँको त्रिपुरेश्वर अनि कोटाहिटी हो कि के छ नि ठाउँ छ नि, के अरे एयरपोर्टतिरको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गरेको छैन ठाउँ, यसो छ नि होइन। यो झन्डा छ यहाँ। अनि घरहरू मजाले बनिरहेछन् यो ठाउँमा। एकदम टुरिस्ट स्पट हो। त्यो रेस्टुरेन्ट। मैले चाहिँ केही सपिङ गर्न पाएन, के भन्दाखेरि मसँग टाइमै भएन सपिङ गर्नलाई। अनि म चाहिँ केही पनि नलिकन जाँदैछु। एउटा सोभिनियर पनि लिएर जाँदै छैन। सोभिनियर भनेको अब कपाल ट्रान्सप्लान्टलाई सोभिनियर मानेर जाँदैछु है। एकदमै राम्रो ठाउँ। मलाई यहाँ हिँड्दाखेरि अहिले मलाई काठमाडौँ हिँड्ने जस्तो फिल भइरहेछ। इन्डियामा अलिकति कतिपय ठाउँहरू अलिकति फोहोरहरू मान्छेहरू बढी हुन्छ नि, अलिकति त्यति धेरै मान्छेहरू छैनन्। अन्त नेपाल जस्तै के साँझको टाइममा काठमाडौँमा हिँड्दाखेरि जुन किसिमको चिसो हावा आउँछ त्यस्तै फिल भइरहेछ मलाई। म यो टर्कीको यात्राबाट चाहिँ एकदम ह्याप्पी छु म। भोलि म फेरि एकचोटि अस्पताल जानु छ। मेरो कपालको स्टेम सेल ट्रिटमेन्ट हुँदैछ। त्यसपछि त्यहीँबाट सिधै यो एसिया हो। एसियाबाट युरोपतिर छिरेर त्यहाँ इन्टरनेसनल एयरपोर्टबाट चाहिँ मेरो 3 बजेको फ्लाइट छ लन्डन एयरपोर्ट, लन्डन हिथ्रो। त्यसपछि एक दिन छुट्टी, त्यसपछि फेरि फ्राइडेदेखि ब्याक टु वर्क। म होटलमा गएर एकछिन बसौँ कि भन्ने फिल भइरहेको थियो, तर यो साँझको टाइमलाई पनि सदुपयोग गरौँ भनेर म चाहिँ यसो यहाँको भ्यूहरू लिएर म हिँडिरहेको छु अहिले। एन्ड आम रियली प्लिज्ड। एउटा फनी कुरा चाहिँ के लाग्यो भन्दाखेरि के यहाँ मान्छेहरूले के मलाई के यहाँको टर्की जस्तो मान्ने रहेछन् के। त्यो भएर त्यो अनि त्यो दोकानदारहरूले पनि मलाई खासै त्यति उ नगरेको के भन्दा मलाई यहीँको होला जस्तो मानेर के। किनभने यहाँको मान्छेको अनुहार पनि म अस्ति छ नि त, कति गोरेहरू जस्तो छन्, कति मजा छन् होइन। अनि मलाई चाहिँ खासै तिनीहरूले बदर गरेन के, नभए चाहिँ गोरेहरू देख्ने बित्तिकै पछि लागेको पनि देखेको थिएँ मैले उता त्यो ब्लू मक्सतिर होइन। अनि मलाई चाहिँ तिमीले एकदम दे जस्ट लेफ्ट मी क्या। त्यो फाइदा चाहिँ भयो। इन्डिया जाँदा पनि त्यही हुन्छ। इन्डिया जाँदा पनि मलाई त्यस्तै कसैले बदर गर्दैन क्या, त्यहीँको देशी भन्छन् होइन। बिहानको 5 बजे छ। कुनै नजिकैको मस्जिदबाट चाहिँ अल्लाहु अकबरको आजान भइरहेछ। फ्रेङ्कली स्पिकिङ म आफू मुसलमान नभए पनि भगवानको नाम बिहान कसैले पढिरहेछ सुन्दा मलाई नराम्रो लागेन रियली। मलाई सुन्दर नै लाग्यो। हामीहरू त्यसैमाथि पनि भगवानलाई कुनै पनि स्वरूपमा माना, ईश्वर एउटै हुन् भन्ने कुरामा विश्वास गर्ने भयो नि त मान्छेहरू, हाम्रो परम्परा। त्यही भएर बिहान यो ईश्वरको आराधना गरेको सुन्दाखेरि चाहिँ त्यस आनन्द आयो मलाई। ओम नमः शिवाय। ब्रेकफास्ट मेन्यू हो है। चिजहरूको टन्नै परिकारहरू छ। भेजिटेबल्स, अनि ब्रेडहरू, अनि यहाँ आफूलाई खाना बफे सिस्टम छ यहाँ होइन। ड्रिङ्कहरू, अनि यो टर्किस टी। टर्किस टी चाहिँ कस्तो रहेछ भन्दाखेरि here's the cup. So I pour a bit of
अनि त्यसपछि चिया कहाँतिर राख्नु मलाई छ कहाँतिर राखेको भयो होइन चियाको भेन्डिङ टर्किस चियाको मलाई एकदम गिलासहरू एकदम मन पर्यो टर्किस टीको बिहान चाहिँ म हेभी टर्किस डिनर गर्दैछु किन भन्दाखेरि अब दिउँसो कति खाना खाने थाहा छैन होइन अनि त्यही भएर अलिकति हेभी खाना खाँदैछु प्योर भेगन जस्तो लाग्छ कि तर थाहा छैन मलाई होला नि होला त भेजिटेरियन चाहिँ डेफिनेटली हो मेरो आज टर्कीको यात्रा चाहिँ समाप्त हुँदैछ मेरो नयाँ साथी शरीफ र म चाहिँ अब फेरि वापस म एयरपोर्टमा जाँदैछौँ अब दाढी साडी काटेको छैन त्यही भएर अब सेतो देखेको छ होइन अब यो कपाल ट्रान्सप्लान्ट गरेको भएर अब दाढी साडी काट्ने कुरै भएन यहाँबाट पनि कपाल निकालेको थियो अनि आज मेरो लास्ट डेमा चाहिँ अहिले अस्पतालमा चाहिँ त्यो प्लाज्मा पिआरपी ट्रिटमेन्ट अनि त्यसपछि गएर स्टेम सेल ट्रिटमेन्ट भयो कपाललाई अलिक बढी मलजल गर्ने काम भयो त्यहाँ होइन अब यो लडाइँ चलिरहेछ यो 3 चोटि हो मैले गरेको पहिला चाहिँ इन्डियामा गरेको मैले होइन अनि त्यसपछि सेकेन्ड चाहिँ मैले लन्डनमा गरेको हार्ली स्ट्रिट के न हो भनेर अनि सबभन्दा बेस्ट एक्सपिरियन्स चाहिँ मलाई टर्कीको लाग्यो यो मैले गरेको ठाउँमा क्लिनिकदेखि लिएर तपाईँको केयर गर्ने मान्छेहरू अनि टोटल ओभरअल एक्सपिरियन्स के होटलको बसाइ अनि माहौल अनि म एक्लै जर्नी गरेछु नि त होइन एक्लै जर्नी गर्दा पनि मलाई त्यो हुनु त पहिला म गर्थेँ एक्लै जर्नी गर्थेँ होइन ब्याकप्याक लिएर तर कोही न कोही साथीहरू हुन्थ्यो कोही हुन्थ्यो त्यस्तोसरी जान्थेँ कि म के यो लिटरली कोही नचिनेको ठाउँमा नेपाली त यहाँ छ पनि छैन थाहा पनि थाहा छैन होइन त्यसरी आएर पनि मलाई त्यो ओहो विदेशमा आएको जस्तो भन्ने फिलै भएन कि अहिले म हिँड्दाखेरि मलाई बाटोमा यो काठमाडौँको यो त्यो उता कता भन्दाखेरि कोटेश्वरतिर हिँडेको फिल भइरहेछ कि अहिले के अथवा लन्डन इन्डियातिर हिँडेको जस्तो फिल भइरहेछ अनि अब एयरपोर्ट चाहिँ अलिकति टाढा रहेछ हामी चाहिँ यो इस्तानबुल चाहिँ यो युरोप र एसियाबाट काटिएछ कि बिचबाट अनि जुन इन्टरनेसनल मेन एयरपोर्ट चाहिँ उता युरोपमा रहेछ अनि मेरो स्थल चाहिँ एसियामा रहेछ अब हामी टुवर्ड्स युरोप जाँदैछौँ त्यसपछि मेरो 2:50 को मेरो फ्लाइट छ टु लन्डन अनि त्यसपछि भोलि एक दिन रेस्ट त्यसपछि पर्सि बाट फेरि काम 1 महिनालाई अब जिम जान मिल्दैन अरे भनेपछि त्यो चाहिँ अलिकति खुट्टाको एक्सर्साइज गरेर बस्नु पर्ला भनेपछि अब 1 महिनामा खुट्टाको एक्सर्साइज गरेर खुट्टा बनाउनु पर्ला अब त्यही छ अरू एक्सर्साइज गर्न जिममा जान मिल्दैन अरे 1 महिना नजा भनेपछि हुन कुनै कारण यो यहाँको चाहिँ मोटरवे हो ठुल्ठुला बिल्डिङहरू छन् धेरै यहाँ चाहिँ यो टर्की चाहिँ यो मेडिकल ट्रिटमेन्टको लागि मेडिकल टुरिज्मको लागि एकदम फेमस ठाउँ हो यहाँ युरोपबाट मात्र होइन कि अस्ट्रेलियाबाट पनि अमेरिकाबाट पनि यहाँ ट्रिटमेन्टको लागि मान्छेहरू आउँछन् सस्तो छ कम्पेयर टु त्यो अमेरिका युरोप भन्दा यहाँको प्रोसिजरहरूको सस्तो छ होइन अब मलाई नेपालमा जाँदाखेरि नेपाल र यहाँ गर्दाखेरि मलाई यहाँ सस्तो हुने भयो कि मैले कम्पेयर गर्दाखेरि अनि फुत्त लाएर 4 घन्टाको फ्लाइटमा पनि आइने अनि एकदम बेस्ट एक्सपिरियन्स मान्छेहरूबाट ट्रिटमेन्ट लिएको मलाई फिल भयो सुरुमा मलाई के हो कस्तो होला जस्तो लाग्थ्यो तर मलाई चाहिँ एकदम राम्रो लाग्यो म त सबैलाई अब म फेरि कसैलाई फेरि हेयर ट्रान्सप्लान्ट गर्न छ भने मलाई सम्पर्क गर्दा हुन्छ मैले यो ठाउँको बारेमा अझै राम्रोसित पर्सनली बताइदिन सक्छु होइन मलाई मेसेज गर्नु होला अनि म पनि फेरि मेरो दाँतको दुईटा दाँतमा फिलिङ्स छ अनि 2टा दाँतमा क्राउन हाल्न छ मलाई त्यो पनि म चाँडै नै आएर गर्दैछु अनि प्लस मेरो साथीहरूसँग पनि प्लान गराएर घुम्ने हिसाबले प्रपरली अनि फ्यामिलीसँग पनि टर्की मेरो श्रीमती त आइरहेको हुन्छ ऊ यताउता टर्की घुमिरहेको हुन्छ तर म चाहिँ यसरी घुमेको थिएन अब घुमे छैन त्यसरी म प्रपरली घुम्ने हिसाबले त्यो
ठाउँहरू प्रपरली यहाँ धेरै हिस्टोरिकल साइटहरू पनि छन् होइन, त्यो घुम्ने हिसाबले आउँदैछु। मान्छेहरू चाहिँ एकदमै धेरैचोटि भनिसकेँ मैले भन्न त होइन, धेरै फ्रेन्डली, धेरै सेक्युलर होइन। यहाँ हामीलाई त्यो एकदम धर्म सर्मको बारेमा खाइखुइ गर्ने कसैले केही मतलब गर्दैन रहेछन् होइन। म अब त्यो अघि त्यो मैले अब मेरो ट्रिटमेन्ट भएपछि चाहिँ अब सोधेँ मैले टर्किस भाषामा ट्रान्सलेट गरेर, यहाँ हक गर्नलाई राम्रो मान्छे मान्दैनन् भनेको। अनि त्यो एउटा त्यहाँको एउटा केटी त्यो मलाई लुक आफ्टर गर्ने केटीले आएर मलाई हक गरे कि, भनेको मतलब अब इङ्ल्यान्डमा पनि कतिपय अब मुसलमानहरूलाई त हकसक गर्नेको राम्रो मान्दैन नि त। यहाँ चाहिँ त्यस्तो छैन, यहाँ पुरै युरोपियन छ ताल, एकदम सजिलो फिल गराउने रहेछ त्यो ठाउँमा। म त एकदमै इम्प्रेस भएँ। म त नेपालीहरूलाई पनि घुम्न आउनलाई रेकमेन्ड गर्छु यो ठाउँ। एकदम सुन्दर ठाउँ छ। अनि बजेट पनि त्यति धेरै लाग्छ जस्तो मलाई लाग्दैन। अब खर्च त हुन्छ अलिअलि होइन, त्यही पनि घुम्न अब अलिअलि सक्नुहुनेहरूले चाहिँ आउन चाहिँ सक्नुहुन्छ यहाँ आउनलाई। त्यति महँगो थाइल्यान्ड जाने, सिङ्गापुर जाने मान्छेहरू, घुम्न जाने मान्छेहरू टर्की आउनलाई पनि खासै त्यति एक्स्ट्रा पैसा खर्च हुन्छ जस्तो लाग्दैन। एभ्रिथिङ एकदम सस्तो छ, खानेकुरा पनि सस्तो छ यहाँ। त्यही भएर म सबैलाई आउनलाई मैले रेकमेन्ड गर्छु टर्की। Sadece 100 pound verdiğin zaman 6 kişi kalabiliyorsun. यहाँ मान्छेको ड्राइभिङ त जबरजस्त छ, जस्ट लाइक इन्डियामा जस्तै छ, केही मतलब छैन। Yes, I told you it would remind you of your hometown, and there are bungalow-style houses there. Those houses can accommodate 5 to 6 people, and you can stay with 6 people for only 100 pounds. मलाई उसले आफ्नो टाउनको बारेमा बताएर छ। त्यसको टाउन चाहिँ नेपाल जस्तै पहाडी इलाका रहेछ। अनि उसले मलाई भनेछ त अर्कोचोटि आउँदाखेरि मेरो टाउनमा जा भनेर भनेछ कि। अनि त्यहाँ चाहिँ यस्तो ठुल्ठुलो घरहरू हुँदैन, सानो घरहरू हुन्छ, 5-6 जना मान्छे मात्र बस्न मिल्छ भनेर भनेछ। ब्याक टु द एयरपोर्ट। अब यो जुन ब्रिज देखिँदैछ, म अहिले एसियामा छु। अब यो ब्रिज पछि चाहिँ युरोप सुरु हुन्छ। मेरो एयरपोर्ट चाहिँ यहाँबाट लगभग अझै 40 मिनट देखाएको छ यो भ्यानमा जाँदाखेरि। 23 माइल छ रहेछ अझै यहाँबाट, भनेको मतलब 32-33 किलोमिटर। यो ब्रिज चाहिँ युरोप र एसियाको बोर्डर हो। अहिले म एसियामा छु। ऊ त्यो फ्ल्याग टर्कीको फ्ल्याग हो, एकदम ब्युटिफुल फ्ल्याग छ त्यो। Fatih Sultan Mehmet Bridge. Fatih Sultan Mehmet Bridge. फातिह सुल्तान मोहम्मद ब्रिज भन्ने यसको नाम रहेछ। एक्ज्याक्टली मैले प्रोनाउन्स गर्न सकिनँ होला, मैले युट्युबमा राख्दाखेरि क्याप्सनमा राखिदिन्छु यसलाई, यसको नाम के हो भनेर। यो पनि एउटा अनुभव रह्यो, 1953'te İstanbul'u fetheden सडकको बाटोबाट एउटा कन्टिनेन्ट क्रस गरेको अर्को कन्टिनेन्टमा। टर्किस कमान्डर हु कन्कर्ड इस्तानबुल इन 1453। एउटा चाहिँ यो टर्किस कमान्डर, उसले चाहिँ इस्तानबुललाई कन्कर्ड गरेको 1453 मा रहेछ। उसको नामबाट यो ब्रिजको नाम रहेछ यो। अब Bridge. यप 3 ब्रिज। Kanuni Sultan Süleyman. Kanuni Sultan Süleyman. Sultan Süleyman. Sultan Süleyman kim? Sultan Süleyman da Viyana'ya kadar giden Türk komutanı. Bütün Avrupa'yı alan Türk komutan. यो एसिया र Sultan Suleiman was the Turkish commander, went as far as Vienna, the Turkish commander who conquered all of Europe. ओके गट इट। सो अब अहिले बिचमा छु मैले अहिले युरोप र उको एसियाको। अब म युरोपतिर इन्टर भएँ। यो चाहिँ युरोप भयो। अब एउटा ब्रिजले बिचमा समुद्र छ अथवा नदी हो, समुद्र नै होला, ले चाहिँ दुईटा कन्टिनेन्टलाई छुट्टा छ, तर देश चाहिँ एउटै फेरि। सो वेलकम टु युरोप। कतिपय मान्छेहरू टर्कीबाट युके ड्राइभ गरेर पनि जान्छन्, ड्राइभेबल छ, तर अब 2-3 दिन लाग्ला मेरो ख्यालमा होइन, तर ड्राइभ गरेर जान सकिन्छ।
यहाँबाट ल्यान्डबाट फ्रान्ससम्म, फ्रान्सबाट चाहिँ फेरि लिएर इङ्ल्यान्ड। फन गर्नेहरूले गर्छन् यस्तो काम। ल यो चाहिँ अब युरोप आयो ल। सो हामी अब चाहिँ एयरपोर्ट एप्रोच गर्दैछौँ। यो एयरपोर्टको एक्जिट हो। ढिलो हुन्छ कि भन्ने भएको थियो, त्यो एयरपोर्ट भयो के अरे, तर पानी परिरहेको छ, त्यही भएर क्लियर छैन अहिले। अब एकछिनमा हामी एयरपोर्ट पुग्दैछौँ। चाँडै नै पुग्ने भयो, मेरो 2:30 बजेको फ्लाइट हो, लगभग 3 बजेको फ्लाइट हो। चाँडै नै पुग्दैछौँ, अहिले बल्ल 10 बजिरहेको छ। इस्तानबुल एयरपोर्टको गेट हवाई मानी भन्ने रहेछ इस्तानबुल एयरपोर्ट। इस्तानबुल हवाई समथिङ, हवाई मानी समथिङ के छ, हवाली मानी। ड्राइभर चाहिँ गयो भर्खरै। अनि यो एयरपोर्टमा आएँ म, इस्तानबुलको एयरपोर्टमा। यहाँ राम्रो छ एयरपोर्ट, बाहिरबाट हेर्दाखेरि राम्रो लाग्यो मलाई। म चाहिँ अहिले चाँडै नै आएँ होइन, के अरे एयरपोर्टमा। अब चाहिँ म के अरे डिपार्चरतिर जाँदैछु म। अहिले 10-11 कति बजी, मेरो 2 बजेको फ्लाइट छ, भित्रै भएर हल्लिनु पर्ला। इन्टरनेसनल डिपार्चर भनेर लेखेको छ। इन्टरनेसनल डिपार्चर यतातिर रहेछ। राम्रो छ एयरपोर्ट, एकदम राम्रो एयरपोर्ट छ। यो डोमेस्टिक डिपार्चर यतातिर रहेछ, म चाहिँ इन्टरनेसनल डिपार्चरतिर जाँदैछु अहिले। फ्यामिलीहरूको लागि भनेर अलग्गै यो जानलाई यहाँ लेखेको छ, सिक्युरिटी चेक पोइन्ट फ्यामिलीज विथ चिल्ड्रेन बिट्विन 0 to 5 भनेको छ। बच्चाहरू भएको, परिवार भएको मान्छेलाई जानलाई अलग्गै ऊ छ, लाइन छ। यहाँ धेरै राम्रो सुविधा, एकदम फ्यान्टास्टिक छ यहाँको एयरपोर्ट। एयरपोर्ट सिक्युरिटीहरू सबै मेरो सिद्धियो अहिले। अब म गेटतिर जाँदैछु। अनि मेरो चाहिँ यहाँबाट टर्कीको यात्रा समाप्त हुँदैछ। ब्याक टु होम। नर्मली ब्याक टु होम भन्दा नेपाल भन्न पर्ने, तर विभिन्न परिस्थितिले बाहिर बस्छु लन्डनमा। यो मेरो गेट आयो B5मा। अब यसमा चाहिँ अब मेरो अहिले खुलेपछि यसबाट मेरो भित्र बसेर चेक इन हुन्छ। धन्यवाद एन्ड थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड प्लिज लाइक एन्ड सब्सक्राइब एन्ड सेयर। थ्याङ्क यू सो मच। B5B यो मेरो गेट हो।